बोयफ्रेन्ड भेटेर आएपछि चाहिँ बोयफ्रेन्डको एक्सिडेन्ट भएर डेथ भएको अरे क्या होइन। अनि मलाई यो स्टोरी चाहिँ मेरो म्यासेज बक्समा आएको छ, म तपाईँहरूलाई सुनाउँछ है। तपाईँहरूको पनि स्टोरी छ भने मलाई पठाउन सक्नुहुन्छ, म मिलाएर लेखेर यसरी नै भिडियो बनाएर पोस्ट गर्नेछु। कथा यसरी सुरु हुन्छ है। फर्स्टमा हाम्रो कुरा मिस्टेक नम्बरबाट भएको थियो। नयाँ नम्बरबाट कल आयो, मैले उठाएँ। हेलो भनेर कुरा भयो। मैले चिन्दिनँ भनेर कल काट्दा पनि कल गरेको गर्यो। अनि पछि दिनमा 3 चोटिसम्म कल आउन थाल्यो। मैले त उठाइनँ, तर पनि कल गर्न छोडेन। त्यस्तो गर्दा गर्दै हप्ता महिना भइसक्यो। कल गर्थ्यो तर मैले उठाउँदिन थिएँ। तर एक दिन अति गर्यो यो मान्छेले भनेर कल उठाएँ। बोल्यो, हामी साथी बनाउन हुँदैन? उसले भन्यो। मेरो नम्बर कसले दिएको भन्दा उसले यत्तिकै नम्बर मिलाएर हान्दा लाग्यो भन्यो। नरिसाउ न, हामी साथी बनाउ ल भन्यो। उसले अति गरेपछि मैले हस् भने। त्यसपछि फेसबुकको नाम पनि सोध्यो। मैले पनि दिएँ, उसले पनि दियो। बोल्दा बोल्दै साथीबाट हामी त माया गर्न पुगेछौँ। हामी भेट्ने कुरा भयो, तर भेट्न पनि नजिक भए पो धेरै टाढा थियो। भेट्ने कुरा हुन्थ्यो तर भेट कहिले हुँदैन थियो रे। पछि के भयो कुन्नी, म विदेश जान्छु, हाम्रो भविष्यको लागि के गरौँ भनेर उसले सोधेछ। उनले भनेछन्, जानु न त, म तपाईँलाई पर्खेर बस्छु भने। उसले भन्यो, जानुभन्दा अगाडि एकचोटि भेटौँ न हामी। तर उसले मलाई विदेश जाने पर्सि जस्तो आज जस्तो पो यस्तो भनेको रहेछ। भेट त हुन पाएन। पर्सिपल्ट त फ्लाइट रहेछ, गयो, भेट्न पाइएन। त्यसपछि म पुगेँ है, चिन्ता नगर्नु, म राम्रोसँग पुगेँ भनेर उसले मेसेज गर्यो। पहिला त हाम्रो राम्रो रमाइलोसँग कुरा हुन्थ्यो, टाइम दिन्थ्यो। बिस्तारै हाम्रो बोल्ने टाइम नै मिल्दैनथ्यो। म सुतेको बेला उसको काम हुन्थ्यो, ऊ सुतेको बेला मेरो काम हुन्थ्यो। अनि त्यसपछि बोल्ने फुर्सद नै हुन्नथ्यो। मलाई पनि कता कता माया मरेको जस्तो फिल भयो। त्यस्तो गर्दा गर्दै 1 वर्ष बितेछ। एक दिन घरमा नयाँ मान्छेहरू आएका थिए। मलाई पो माग्न आउनु भएको रहेछ। बाबा मम्मीले रोजेको केटा रे, बाबा मम्मीको इच्छा। मैले बिहे गर्दिनँ अहिले नै भन्दा केटा राम्रो छ, हामीले चिनेको छ, यो केटासँग बिहे गरिनस् भने तेरो बाउको मरेको लास देख्छेस् रे। मैले बाबाको कुरा काट्न सकिनँ। हजुरहरूको इच्छा जे छ म त्यही गर्छु भनिदिएँ। बिहे फिक्स भयो। म बिहे गर्छु भनिदिएँ, तर मनमा त अरू नै थियो। बेलुका मैले फेसबुकको मेसेज गरेँ उसलाई, मेरो बिहे हुँदैछ। खै तिमीलाई त मेरो वास्ता नै छैन। के भएको हो तिमीलाई? उसले त एसएमएस हेर्ने बित्तिकै भिडियो कल गर्यो। मैले उठाएँ। उसले भन्यो, कस्तो मजाको हो, के भन्न खोजेको यार, किन यस्तो गर्दैछौ? म त हाम्रो भविष्यको लागि कमाउन आएको हो नि। बोल्न तिमीलाई टाइम दिन मन छ नि, तर के गर्नु, बाध्यताले हो। नरिसाउ, मजाक नगर। मैले भने, मजाक होइन, साँच्चै भनेको। तिमी खुसी हुनु, म मेरो बाबा मम्मीको इच्छा इज्जतमा दाग लगाउन चाहन्न। मैले त हुन्छ भनिदिएँ। बिहे फिक्स भइसक्यो। म अब यो बिहे रोक्न सक्दिनँ। कति रोयो बिचरा, मैले त हेर्न सकिनँ। कल काटिदिएँ, ब्लक गरिदिएँ उसलाई। के गर्नु, जसरी भए पनि छुट्नु थियो। बिहे पनि आयो, मन धेरै डरायो। एक मनले मरिदिउँ जस्तो लाग्यो, तर मर्न पनि सक्दिनँ। बाबा मम्मीको एक्लो छोरी म मरे भने बाबा मम्मीको के हालत हुन्छ होला। बिहे भयो, मलाई माइतीबाट बिदाई गरिए। म अरूको घरमा पुगेँ, मनमा धेरै डर लाग्यो। खै अब के हुन्छ मेरो लाइफ। 1 वर्षपछि हाम्रो छोरी भयो। यो समय अन्तरालसम्म उसँग मेरो कुनै कुरा भएन। श्रीमानले पनि माया गर्नुहुन्थ्यो। छोरी भएपछि अलि माया घटेको जस्तो लाग्यो। छोरी भएपछि काठमाडौँतिर काम गर्न जानुभएछ। घरमा 1 महिनामा एकचोटि आउनुहुन्थ्यो। मलाई लाग्यो सबै केटा एउटै हुँदो रहेछन्। टाढा भएपछि घरको बुढीलाई बिर्सने। मनमा नै सोचे। एक दिन एक्कासी टिकटकमा मेरो फर्स्ट लभलाई मैले देखेँ, जुन मैले छोडेको थिएँ। मैले उसको प्रोफाइल भ्यू गरेँ। ऊ अझै पनि बिहे गरेको छैन रहेछ। जुन भिडियोमा पनि धोकेबाज #एस भनेर लेखेको रहेछ। मेरो नाम सरू। मलाई लाग्यो अझै पनि मलाई नै माया गर्दो रहेछ। किन बिहे नगरेको होला जस्तो लाग्यो। अनि याद आयो
फेसबुकमा ब्लक भएको 2 वर्ष भइसकेछ। अनब्लक गरे, अझै पनि त्यही प्रोफाइल फोटो रहेछ। मैले ओइ अझै पनि तिमीले बिहे गरेको छैनौ भनेर सोधेँ। एसएमएस पठाउने बित्तिकै उसले हेऱ्यो, मानौ उसले मेरै एसएमएसको वेट गरेर बसेको जस्तो। नाइ छैन नि, उसले भन्यो। तिमीले धोका दिएपछि मलाई केटी मान्छेप्रति विश्वास नै लाग्दैन अनि बिहे गर्नै मन लाग्दैन रे, त्यही भएर बिहे नगरेको रे। मैले भने गर्नुपर्छ नि यार, बिहे त अगाडि बढ्नुपर्छ। हेर त म कति खुसी छु बिहे गरेर छोरी पनि पाइसकेँ। उसले भन्यो थाहा छ मलाई, म साथीको बाटो तिमीलाई हेरिरहन्थेँ हो र, अझै पनि माया लाग्छ र मेरो भनेर मैले सोधेँ। लाग्छ, तर के गर्नु, तिमी अरू कसैको भइसक्यौ, चाहेर पनि तिमी मेरो हुन सक्दैनौ, के गर्नु अब। त्यसपछि मैले फेरि भने हामी एकपटक पनि भेटेनौ है, भेट्ने भन्दा भन्दै छुट्यौ है। उसले भन्यो भेटौँ न एकचोटि, त्यसपछि कहिल्यै भेट्दिनँ। मलाई तिमीसँग भेट्न कति धेरै मन थियो, तर भेट्नै पाइएन, कहिले भेट्ने टाइम मिलाऊ। मैले भने म छोरी स्कुल पुर्याउन आउँदा आउँछु, 9 बज्छ होला, काठमाडौँ आऊ, तिमी टाढा छौ, तिमी के गर्छौ, टाइम मिलाऊ तिमी आफै। म आज बेलुका नाइटमा आउँछु, म काठमाडौँ बिहान आइपुग्छु, उसले भन्यो। उसलाई भेट्न कति धेरै हतार भएको रहेछ। त्यसपछि बिहान भयो, छोरीलाई स्कुल जान रेडी पारे अनि म पनि रेडी भएँ। एसएमएस आयो, ओइ तिमी कहाँ आइपुग्यौ। मैले भने भर्खर निस्किएको। त्यसपछि स्कुलसम्म गएँ अनि काठमाडौँ जाने बस चढेँ। काठमाडौँ पुगेर कल गरेँ, मान्छे कहाँ हो कहाँ, मलाई पनि त्यति थाहा थिएन काठमाडौँको बारेमा, त्यसैले होला कहाँ कहाँ जस्तो लाग्यो। मलाई कल आयो, ओइ कता कता, यता पछाडि हेर न। पछाडि हेरेँ, ऊ त कति अग्लो रहेछ, म त हेरेको हेरै भएँ। अलिअलि काला पनि रहेछ मान्छे। एउटा क्याफेमा गयौँ, गफ गऱ्यौँ, ऊ त डिप्रेसनमा पुगेर घर फर्किएको रहेछ विदेशबाट। मैले गर्दा मेरो बिहेको कुरा सुनेर डिप्रेसनमा पुगेको रे, औषधि नि खाइराखेको रहेछ। बोल्दा बोल्दै कति छिटो समय सकियो थाहा नै भएन मलाई। फेरि छोरी स्कुलबाट घर पनि लानु पर्थ्यो, टाइम जान लागेछ। उसले भन्यो अब जाने बेला एकचोटि हक त गरेर जाउँ न। मैले एकचोटि उसलाई हक गरेँ अनि उसले टेक केयर बाई भनेर त्यहाँबाट गयो। घर पुग्दा नपुग्दै उसको याद आउन थाल्यो। दिउँसो खिचेका फोटोहरू हेरेँ अनि मैले किन धोका दिएँ होला उसलाई जस्तो लाग्यो। एकछिनपछि कल आउँछ, खुसी भएर हेलो भने, तर उताबाट केटीको आवाज सुन्छु। म छक्क परेँ केटीको आवाज सुनेर। उताबाट भनिहाल्यो, सरू नानी, मेरो छोराले तिमीलाई एकचोटि भेट्न चाहन्छ अरे। आवाजबाट थाहा भयो उसको मम्मी हुनुहुँदो रहेछ अनि हतारिँदै भने, अघि भर्खर त भेटेर आएको आन्टी। उताबाट आवाज आयो, अघि भर्खर भेटेर छुट्यो होला, तर ऊ आउँदा बाटोमा एक्सिडेन्ट भएछ, सायद बाँच्दैन होला, अन्तिमचोटि तिमीलाई एकचोटि हेर्ने भनेको छ अरे। सकिन्छ भने आऊ, एकचोटि उसँग कुरा गरिदेऊ। सुरुमा त मैले पत्याइनँ, सायद मलाई कुनै ब्ल्याकमेल गर्दै छन् होला जस्तो लाग्यो अनि चुपचाप फोन काटिदिए, नम्बर ब्ल्याकलिस्टमा राखिदिए। मान्छे कति स्वार्थी हुन्छ भनेर उसको बारे नाना भाती कुराहरू सोच्न थाले। खाना बनाई खाएर नानीसँग खेल्दै निदाउन पुगे। निदाउने बेलासम्म पनि उसकै कुराहरू खेलिराखेको थिए। त्यति राम्रो मान्छेलाई किन धोका दियो होला जस्तो लाग्दै थियो। बिहान भयो, टिकटक खोलेर हेरेँ। जब टिकटक देखेँ म छाँगाबाट खसे जस्तै भएँ, किनकि उसको साथीले उसको फोटो हालेर हार्दिक श्रद्धाञ्जली भनेर लेखेको थियो। म छाँगाबाट खसे जस्तै भएँ अनि हत्तपत्त उसको नम्बरमा फोन गरेँ। मोबाइल अफ थियो। अझै पनि विश्वास नलागेर त्यो पोस्टको कमेन्टहरू हेर्न थालेँ। उसको त साँच्चै डेथ भएको रहेछ। मेरो आँखाभरि आँसु भएर आए। आफैलाई देखेर आफैलाई थुक्न मन लाग्यो। यो सबै मैले गर्दा हो जस्तो लाग्यो। मैले आफूलाई पापी महसुस गरेँ, धिक्कार्न थालेँ। हिजो भर्खर आँखै अगाडि भएको मान्छे अहिले यो संसारमा छैन भन्ने सुन्दा मेरो मनमा के बितेको होला मलाई मात्रै थाहा छ। काश उसलाई नभेटेको भए ऊ यो संसारमा अझै पनि जिउँदो हुन्थ्यो होला जस्तो लाग्छ। बाँच्नु र मर्नु त भाग्यले लेखेको कुरा हो। माथिबाट जे जति लेखेर आइन्छ त्यो भोग्नै पर्छ। तर मलाई अझै पनि मैले गर्दा उसको मृत्यु भएको जस्तो लाग्छ। त्यो दिनदेखि म अहिलेसम्म पनि राम्रोसँग निदाउन सकेको छैन। उसलाई कयौँ पटक सपनामा देख्ने गर्छु, रुन्छु कराउँछु, उसको यादमा तडपिन्छु। मेरो त श्रीमान छ, छोरी छ, उनीहरूको अगाडि आफ्नो पीडा देखाउन सक्दिनँ। बस
जे छ मनमै छ। उसको यादमा छटपटिएर बाँचेको छु। सायद नमरुन्जेलसम्म यो बोझ कहिले पनि हट्दैन मेरो शिरबाट। बाँचेको छु तर जिउँदो लास भएर। कस्तो स्याड स्टोरी रहेछ क्या है। यो स्टोरी चाहिँ मलाई म्यासेज मागेको थियो अनि रियल स्टोरी हो है यो चाहिँ। मलाई फोटोहरू पनि आएको थियो तर म फोटोहरू चाहिँ पोस्ट गर्न सक्दिनँ किनभने सबैको लाइफको आफ्नो प्राइभेसी भन्ने कुरा हुन्छ। अनि सो स्टोरी कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। मन परे एक सेयर पनि गरिदिनु होला। अनि यस्तै स्टोरीहरू कन्टिन्यू आउने छन्। तपाईँको लाइफमा पनि कुनै स्टोरी छ भने म्यासेज गर्न सक्नुहुन्छ। म यस्तै भिडियो बनाएर राख्नेछु। अनि यो स्टोरीलाई लाइक कमेन्ट सेयर गरेर पेजलाई फलो चाहिँ गर्न नबिर्सनु होला है त। धन्यवाद।